हाम्रो हाम्रो यात्रा सुरु हुँदैछ बल्ल। अब एकैचोटि वहीँ पुगेपछि है बीच आइपुगेको अवस्था। लुडो हामी काहीँ पनि छोड्दैन। हामी अब लाग्यो सुकुटी बीचबाट तातोपानीतर्फ। आइपुग्यो यहाँ चाहिँ कति काम गर्छ यहाँ चाहिँ कति अब आयो तातो पानी धारा आइपुगेको अवस्था। यहाँ तल चाहिँ तातो पानी जाने ठाउँ। तातो पानीमा नुहाइसकेको अवस्था। आमा पानी त कस्तो अचम्म यार, 50 डिग्रीभन्दा तातो छ यस्तो तातो पानी। कसम कसैले सोचेको छैन होला। हल्का तातो पानी होइन सोचेको, तर 50 डिग्री 65 65 आमा 65 डिग्री खतरा तातो पानी। यस्तो पोल्ने आमा कसम, यो सबैले एकचोटि ट्राई गरेकै राम्रो होइन। यो तातो पानीलेमा अब पहिलाको भनाइ चाहिँ छ होइन, यो तातो पानीमा नुहायो भने अब रोग व्याधिहरू जान्छ अरे। त्यही भएर यहाँ मान्छेहरू सबैजना तातो पानीमा नुहाउन आएका छन्। चाइनाबाट पनि आउँछ अरे चाइनिजहरू। तातो पानी भन्सारकारले पारी चाइना वारी नेपाल। हामी चाहिँ यसो चाइनाको बोर्डरबाट भित्र अलिकति छिरेको, धेरै टाढा नजाने, अलिकति मात्रै यसो रमाइलो मात्रै। पछाडि चाहिँ चाइनाको के अरे इमिग्रेसन गेट गेट पारी नेपाल, गेट वारी चाइना। अहिले हामी यसो चाइनाभित्र छिरौँ न भनेर। गेटको पारी चाइना।